मैले आज जानी नजानी हजुरहरूको अगाडि एउटा कविता लिएर आएको छु। मेरो कविताको शीर्षक छ म। जमिनमा होइन, आफ्नै पौरख इमान्दारता र कर्तव्य पालनाबाट आकाशमा उड्न चाहन्छु म। आफ्नै छुट्टै पहिचान स्थापित गरी अगाडि बढ्न चाहन्छु म। क्षणिक मेटिने छाप होइन, कहिल्यै नमिटिने मसीको छाप बनाउन चाहन्छु म। भुइँमा अल्झाउने झारपात होइन, पिपल जस्तै छारी र शीतलता दिई पहिचान साथ समाजमा स्थापित हुन चाहन्छु म। अरूको प्रगतिमा रिस र डाहा होइन, उसलाई आफूले जानेका ज्ञान बाँडेर अझ प्रगतिशील हुन हौसला दिन चाहन्छु म। खुनको बदलामा खुन होइन, पत्थरको बदलामा फूल दिई बदला लिन खोज्नेलाई नै बदली असल मान्छे बनाउन चाहन्छु म। जो कसैले मलाई विषपान गराई मेरो जिन्दगी नै समाप्त गर्न खोजे पनि हाँसी हाँसी जुगामा ताउ लगाई मर्न चाहन्छु म।